नयाँ जेनजी पुस्ताको यी बहिनी र पुरानो पुस्ताको यी आमाको कुरा सुनौ त। ल हजुरआमा, भोट हाल्ने भनेर त काठमाडौँबाट आइयो, भोट केमा हाल्ने हो थाहै त होला नि। जेन्जी भनेको थाहा छ कि छैन फेरि? जेन्जी भनेको त थाहा छैन, के हो त जेन्जी भनेको? जेन्जी भनेको पुरानालाई फाल्ने र नयाँलाई भोट हाल्ने। अब यो पालि सबै पुरानालाई फालेर नयाँलाई भोट हाल्ने, बुझ्यौ? पुरानालाई फाल्ने नयाँलाई हाल्ने त भुन्यौ, तर के साँच्चै पुराना नराम्रा नयाँ राम्रा छन् त? यस विषयमा अध्ययन गरेकी छौ? हे, अध्ययन के चाहियो? पुरानाले फाल्ने नयाँले हाल्ने, त्यही हो अध्ययन। द्याट्स इट। नयाँ हुँदैमा राम्रा, पुराना हुँदैमा नराम्रा भुन्ने हुँदैन। कसले भन्यो यस्तो? अझ अहिले त नयाँ नराम्रा छन्। न तिनीसँग भिजन छ, न एजेन्डा छ, न कुनै सिद्धान्त छ। हेत्तेरी, तपाईँहरू नयाँलाई भोट हाल्नुहोस् न, विकास त गरिहाल्छौ नि। नयाँ जोगीले त जुन धेरै खरानी गर्छ, अहिलेसम्म के एजेन्डा सुनायो नयाँले? हेत्तेरी, एजेन्डा सिद्धान्त छोड्नुहोस् न, नयाँलाई भोट हाल्नुहोस् न। के गरेर पुरानाले 240 वर्ष निरङ्कुश राजतन्त्रलाई अन्त्य गरे र गणतन्त्रको घोषणा गरे। राजतन्त्रमा के थियो भन्ने तपाईँले थाहा छ? तर हामीले भोगेका छौँ। संघीय शासन प्रणालीको स्थापना गरे, 7 प्रदेशको र 3 तहको सरकार बनाए, धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे, समावेशी र समानुपाती लागू गरे, जसले गर्दा महिला, दलित, जनजाति, मधेसी, ठाडु, पिछडिएको क्षेत्र आदिलाई कार्यकारी क्षेत्रमा पदमा जाने अवसर प्रदान गर्यो। महिलाका लागि 33% नेतृत्व गर्यो। मौलिक अधिकारको स्थापना गर्यो। शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र सामाजिक न्यायको अधिकारको ग्यारेन्टी गर्यो। सामाजिक सुरक्षा लागू गर्यो, जसले गर्दा वृद्धा भत्ता, पङ्गु भत्ता, एकल महिलाको भत्ता जस्ताको सुनिश्चित गर्यो। नयाँ संविधान बनायो, देशलाई सिङ्गो संविधानले बाँध्यो। त्यसै एनडियू बुनेर हुन्छ, त्यसै भोट मागेर हुन्छ। विकासको अवधारणा दिनु पर्यो, अनि भोट पाइन्छ। ए भयो, ल भयो, धेरै भाषण नगर। बरु जुम्लामा कसलाई जिताउने विचार छ त? जेन्जीलाई त होला होइन? हो, अहिले आएर बुझिस। अझै जुम्लाका बारेमा बुझाउनु पर्यो। जुम्लाको बारेमा खासै के थाहा छैन, बुझाउनुहोस् न त। जुम्लामा 2063-64 मा हामीले नरेन भण्डारीलाई जिताएर पठायौं। तिमीहरू त जुम्ला पनि थिएनौ। हामीले त झरो बाल्यौं र जिन्दगी गुजारा गर्यौं। अहिले उज्यालो बत्तीको मुनि पढ्न पाएका छौ। हामी त्यति बेला सिटमल नपाएर मर्थ्यौं। अहिले तिमीहरूलाई सहजै उपचारको व्यवस्था छ। विदेशबाट अझै डाक्टर पढ्न आउँछन् गरे जुम्ला। यो कोले गर्दा भएको? अलिकति अध्ययन गर त। सिंजा सभ्यता विधेयक बुनेको थाहा छ? के का जेन्जी अध्ययन गर न पहिल्यै। सिंजा सभ्यता बुनेको सिंजालाई आर्थिक समृद्धिमा जोड्ने पहिलो कानून हो। चुकेनी जलविद्युत आयोजना थाहा छ? हो, जाऊ अध्ययन गर, अनि पो थाहा हुन्छ। वृहत धौलीघाट खानेपानी आयोजनाको बारेमा थाहा छ? अध्ययन गर जाऊ। ए छोड्दै जस्तो विकासको कुरा थाहा छैन मलाई के पनि। जुम्लालाई कसले चिनाइरहेछ थाहा छैन? चिनाएर जिल्लाको विकास हुने भए, गफ गरेर जिल्लाको विकास हुने भए, पोहोर पनि गफाडीलाई जिताकै त हो त। के गर्यो त्यहीले? 6 बोल्ने आधार, त्यही भएर यसपालि गफ गर्नेलाई होइन, विकास गर्नेलाई जिताउनु पर्छ। होइन भने तिमीहरू जस्ता जेन्जी पछुताउनु पर्छ, हो कि होइन? अब केमा भोट हाल्न आइस लौ बुन? हो आमा, साँच्चै रहेछ। म त अर्कै सोचेर आएको थिएँ, तपाईँले त भयङ्कर बुझाइदिनु भयो। तिमी जेन्जीको अध्ययन पुग्नु अझै बाँकी छ। पहिला अध्ययन गरेर आऊ, अनि देशको विकास गर्छु। यी आमाको कुराले त मेरो साह्रै मन छ। तपाईँहरूको छुन्छ कि छुँदैन? ओ माई गड।